ह्याप्पी होली अल अफ यू ह्याप्पी होली हैन हो त आज आज होली फागु पूर्णिमा अन्त चाहिँ होली लाग्यो होला हामी चाहिँ पूजा गर्न जाँदैछौँ देवीको पूजा हैन एलेक्स कता गए यहाँ आज होली खेल्ने किन होली खेल्नु दिँदैन आज अब आज गाडी चल्दैन ल ल बधाई छ अब पूजा गरेर आउँछौँ हामी पनि ह्याप्पी होली अल अफ यू सबैजनालाई काङलाङ र कुङलुङ गाउँ जाने बाटो काङलाङ र कुङलुङ गाउँ जाने बाटो बाटोकै छेउमा बसौला मजाले नाचौला ए नाच्दै हिँड न ल जा नाच्दै हिँडेको हुन्छ र काङलाङ र कुङलुङ गाउँ जाने बाटो भन्दै होइन काङलाङ र कुङलुङ घर त मेरो रामेछाप जिल्ला माया लाउन मिल्ला कि नमिल्ला थमेला सन्की न्यु रोड बजारको एउटा चस्मा किन्देला हजारको क्युट खालको बाख्रा रे समाउनी बाख्रा समाउनी हो यता त पहिला सबै चुत्रो घारी मात्रै थियो नि अहिले त घरै घर छ चुत्रोको त पनि छैन हो यहाँनिर त सानो सानो चुत्रो छ मोटो मोटो खालको चुत्रो पाउँथ्यो कसको घर हो मम्मी यो को खान्छ त ए रविको हो क्या हेर यहाँ चुत्रो पाउने ठाउँमा त घर बनाएर बिजोग बनाएछन् कस्तो राम्रो राम्रो घर बनाएकै गाउँ घरतिरको दाइ दर्शन होइन यहाँ तल मन्दिर गएको दाइ आएको बेलामा भोटै हाल्न आएको हामी चाहिँ नेपालमा मोदी सरकार भन्छ फेरि यहाँनिर सानो ढुङ्गा हुँदैन थियो है एक ढुङ्गे गरी हो यहाँनिर कत्रो ढुङ्गा थियो हामी खाजा खानलाई यहाँनिर यो ढुङ्गामा चढेर खाजा खान्थ्यौँ अहिले यो ढुङ्गामा त नाक छ कि के भन्दै थियो त पहिला त अनि रहन्छ अहिले चाहिँ एउटा ढुङ्गाबाट यत्रो घर बन्द रहेछ त अनि सानो थियो त ढुङ्गा फेरि यहाँनिर राम 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 यतातिर त कस्तो जङ्गल थियो है जङ्गल त होइन उयो क्या त्यो चुत्रो घारी थियो क्या हामी पढेको स्कुल आयो सानो बेलामा पढेको स्कुल 5 क्लाससम्म पढेको स्कुल यही काम फेरि अङ्कल दर्शन हाम्रो स्कुल काम हो नि कस्तो हालत भएछ ल ल राम्रो भएछ पहिला तलको र यो मात्रै थियो अहिले त तलको चाहिँ भत्केछ यो चाहिँ बन्ने छ हाम्रो गाउँ राम्रो गाउँ हट गर्मी भयो अब उफ यहाँनिर कुले दाईको दोकान हुने गर्थ्यो अहिले त प्रतीक्षालय पो भएछ दोकानै छैन भोट केसमा घन्टीमा हा तेरिका तिमी पनि आग्रह गर्छ भोट केसमा घन्टीमा ड्याडी मम्मी त्यो घर चाहिँ कसको अन्त उयो अङ्कलको अहिले यता पो बनाएको यहाँ पनि छ नि ए पहिला यही थियो नि साँच्ची त हो हाम्रो त गाउँघरमा ढुङ्गाको बाटो छ आया सफा छ तर हाम्रो धारा ढुङ्गा
यो पानीलाई फोहोर भन्नु हो तेरिका काठमाडौँ बस्नेहरूले चाहिँ के भनेर घङहरूको सबै रुख काटेर यो घङहरू के औषधि हुन्छ वाह हुन्छ नि हामी कति खान्थ्यौँ हाम्रो यस्तो गाउँघरतिर सुलुलुलुलु परेको खोला भएको ए यसले चाहिँ उता घट्टा चलाउन लिएर आएको होला है यो पानी आदिकले एलेक्स नगर न हौ छ्या साह्रै बदमास हौ मेरो छोरो त स्वर्गको एक टुक्रा हाम्रो रामेछाप गाउँको गोकुल गङ्गा गाउँपालिका यो कार्य तल्लो गाउँ महादेव थान एकमफेदी ल बधाई छ टिप्छ गुराँसको फुल टिप्छ एउटा टुक्लुक्का मेरै बाबुलाई भनेर फुलिरहेको छ तान तान न हौ छ्या हो त्यसरी तान न हौ ल तान ल टिप म उठ्छु होला कता उठ्छ हौ छ्या तेरिको ल उठ्छ त अब बसायो हे माथि फुलेछ गुराँस ल आइपुग्यो मन्दिर पनि कहाँ फाल्छ हौ छोरोले टिपेको भगवान्लाई अब चढाउनु पर्छ ल हेर्नु त त्यहाँ बिहानै एक भारी घाँस दाउरा पत्कर आइसक्यो घरमा काठमाडौँतिर उठेर के अरे मर्निङ वाक गर्नु जानुलाई पनि ढाड दुख्यो खट्टा दुख्यो यो दुख्यो रिस उठेन अनि गाउँमा चाहिँ खुट्टा दुख्यो ढाड दुख्यो त्यही पनि लिएर आउँछन् यत्रो घाँसको भारी भात पकाउनु पर्यो नि त हरिया हर्का सम्पङलाई नै हाल्ने हो भोट किन एउटा कारण छ के कारण त्यसले भारी पकाउँछ ढाड देखेको लगाउँदै फरिया निधारमा रातो टिकी हातैमा रातै चोरिया भनेर त कहिले पो गीत गाने हो तेरिका जय शम्भु बस त पुरै खाली छ यो चाहिँ हाम्रो गाउँकोमा करेन्ट आउने झार मेरो छोरालाई टोकेको है अस्ति त्यो झारले ल जय शम्भु है ओ घन्टी पनि त्यहाँ छ घन्टी टिने नि हेर्नु त पसेन हिँड्दा ए जय शम्भु कैलाशपति बाबा भोले बाबा की जय हो म त गर्दिन म त खोल्नु पर्छ होला गर्दैन जय शम्भु काली माता यति राम्रो छ हाम्रो यहाँ पानी कहिले पनि उयो के सुक्दैन नि ए शिवजीको दुधबाट होइन हौ माथि गाईको थुनबाट शिवजीको मूर्ति यो चाहिँ ओरिजिनल
है यो हैन बोर्ड केसमा अन्तिममा कोही त बोर्ड केसमा ल अब पूजा गर्ने हो अब जाने हो जय शम्भो जय राम राम भोले बाबा की जय हो मम्मीले चढाउँछ क्या मम्मीले पूजा गर्ने जान्छ ल ओइ त्यो यहाँ चढाउने क्या यो चाहिँ उहाँ त्यो त छिटो मम्मी त्यहाँ शिवजी थान अझै आउनु भएन उता गएर न त्यहाँ शिवजी थान यता त्यहाँ त्यो उयो के अरे लौ लौ दुइटा त नि त्यहाँनिर चढाउ न शिवजी भगवान् चलाउ लु यहाँ चढाउनु पर्छ के मेन चाहिँ यहाँ माथि भगवान् पाएको छ नि खोइ अब काप्रा पानी चोट्यो आमा अघि भन्नु न का दुध गाईको दुध उठ्याउ त्यहाँ फाल्ने होइन उ त्यहाँ मम्मी अर्को चाहिँ हो नि यहाँ चढाउनु यहाँ चाहिँ गाईको थुन ट्याक्कै गाईको थुन जस्तै छ यहीँ के छ है उयो यहाँबाट चाहिँ दुध चुनी हो गणेशजी हाम्रो गणेशजीले मलाई दियो उतासम्म चढाउ यो सबैलाई है मेरो खुट्टा धिराइसक्यो ए त्यहाँ हाल्यौ धुप सक्नु जस्तो छ नि खडा खडा गर्दा खाँदा चलाई हो क्या सबै सडक भन्दै घर जानु भएर ओम बड 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 ओम बड 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 ओम बड 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 ओम वासुदेवाय ओम वासुदेवाय हरि परमात्माले ल्याइ जान्छ गोविन्दाय नमः ए तपाईँ उसले लाग्दैन मलाई मलाई खानालाई मामुले त भन्नुभएको थियो नि आइबल किनिदिनु पाउँदैन उकाली चढौला अयो ओराली झरौला
ऐसेलु पाकेपछि त्यो पनि खाइदिउँला। मै पनि बियोस भए हिँड्दा हिँड्दै। आजको हिँडाइले हामी थाक्दिउँला। थाक्दा मामुले टोपी झराइदिएछन्। टोपी झारेको नि थाहा छैन। माउलाई टोपी पनि भारी भइसकेको थियो र। ओ जाने जाना ढूंढे तुझे दीवाना सपनों में रोज आए आज जिंदगी में आना सनम। होइन होला हो ठुल्बा दर्शन हामी यहाँ के अरे के मन्दिर अरे देवी थानमा। ए जेठा नमस्ते पत्कर छोडेर आइसक्नु जेठबाले। म त को पो हौ हौ गरेर जानु। तपाईँ बिस्तारै आउनु। उकालो चढ्दैछ हामी। पहिला त थिएन त यता त चप्पल नलाउनु न त्यत्तिकै खुट्टाले हुँदैन। यता पनि देउता निकालेछ नि त मैले। त्यो पहिला उता हिँड न। माथि चाहिँ हिँड्नु न मैले धनमा। दुईटा देउता निकालिसकेपछि चाहिँ जय देवीमा। यही ठाउँ हो? हो लोली माथि। यही त ए यो थाहा पाइसक्यो ग्रिन पछि जय महादेवी। भित्र नछिर है छोरा भित्रै नजाऊ है। हाम्रो देवी थान को आएर पूजा गरिसकेको छ त। को कान्छे उही ए ए ए म आयो है छिरेर। अहिले भर्खर चढाएर थियो कि त्यो चाहिँ देवी थान। अस्ति त्यो दिदीहरू आउनुभएको थियो नि त पूजा गर्नुलाई। यो चाहिँ हाम्रो पुरानो घर। शुभ अङ्कलकै बहिनी कि दिदीलाई त आएको थियो। हौ कुसुम दिदी के भन्छ अलि भित्र छिर्न मिल्छ क्या त्यो मूर्ति भएको ठाउँसम्म। सक्नुहुन्छ तपाईँ? भिडियो बनाउँदैन नि यस्तो यस्तो सानो उयसमा भन्ने। भिडियो भइरहेछ त। दिन म यता आऊ छोरा मामु जान्छु अब। होइन मामु गर्छु छोरा मामु जान्छु अब पूजा गर्नुलाई। मेरो हो नि त म यहाँ दर्शन गर्न आएको। ओम ह्रीम श्रीम क्रिम श्रीम यो तान्नु त कुबेराय यताबाट तान्नु न हौ। अष्टलक्ष्मी मम गृहे धनम पुराय पुराय नमः। ओम जयन्ती मङ्गलकाली भद्रकाली कपालिनी दुर्गा क्षमा शिवदात्री स्वाहा सदा नमस्ते। भगवान् सेती देवी माता रक्षा गर्नुहोस् है। कस्तो राम्रो छ नि। मम्मी मात्रै अड्छ कि अहिले त्यहाँ नजाऊ न। किन ठुली गएर भयो त्यहाँ त्यो माथितिर हेर न। किन र मामु ल ह्याप्पी होली। यसपालि होली नखेल्ने भनेको होली खेल्नै पर्ने बाध्यता भयो। पैसा दिदी होली खेल्नुपर्छ फेरि। होली आयो लास्ट टाइममा गाउँमा आएर फर्स्ट टाइम ठुलमम्मीको हातबाट होली खेल्यो नि यसपालि। त्यही पनि पैसा पाइ पाइ पो होली खेल्यो त यसपालि त। यसपालिको होली रमाइलो भयो। अनि खालि यहाँबाट आउँछु होइन यहाँबाट आउँछु अनि ठ्याक्कै यहाँ आएर यहाँबाट कहिले उता गर्दिनँ क्या म। हो यहाँसम्म मात्रै आएर सपनामा पनि यहीँसम्म मात्रै देखाउँछ क्या मलाई यहाँसम्म। अनि यताबाट आउँछु अनि यहीँ कस्तो भएको छैन के घर यो एटिएम कार्ड जान्छ त। अनि यो जहिले सपनामा यो जङ्गल देखाउनुको कारण चाहिँ के हो गुराँसको फुल यहाँ फुलिरहेको रहेछ। माथि के टिम सक्यो
यहाँ पनि रहेछ पिन्तुर पिन्तुर परेको रहेछ फुलहरूमा नौलो छरङ्गा ऊ तल कति धेरै रहेछ लाली गुराँस अजम्बरी देउन चम्पा चमेली जे भने नि हुन्छ हजुर म त नेपाली यता मम्मीपट्टि डाली डालीमा हो डाली डालीमा फुलिरहँ लाग्छ नि गुराँसको बारीमा ल ल ल घरलाई पनि छोड देऊ बिचमा